केपी ओली यो युगले पाएको एक मात्रै व्यक्ति, उनी जस्तो व्यक्ति यो देशमा जन्मनको लागि अब हामीले निकै लामो युगसम्म चाहिँ कुर्नुपर्ने होला। आगामी दिनमा त्यति बेलासम्ममा नेपालले रहला कि नरहला भन्ने चाहिँ आजको ठ्याक्कै परिस्थितिलाई आकलन गरे हो भने होइन। भन्दा केपी ओली यदि केपी ओली चाहिँ चीन र भारत जस्ता देशमा जन्मिनु पर्थ्यो। उनको दुर्भाग्य के भइदिएन, उनी नेपालमा जन्मे। भीमसेन थापाको दुर्भाग्य पनि उनी नेपालमा जन्मे। यस्ता शक्तिशाली व्यक्तिहरू, राष्ट्रभक्त व्यक्तिहरू नेपालमा जन्मनु नै पो दुर्भाग्य हो कि जस्तो लाग्छ। महान नेता हुन् केपी ओली, केही सुझाव उहाँलाई? तर राजनेता चाहिँ होइनन्। राजनेता र महान नेतामा फरक छ। केपी शर्मा ओलीलाई सुझाव केही पनि छैन, जे छ ठिक छ। उहाँको ठाउँमा म यदि नेता भइदिएको म त्यही खालको व्यवहार गर्थेँ। यो तपाईँको जुन स्पिरिट छ यसलाई घट्न नदिनुहोस्, यसरी नै जानुहोस्। इतरसम्मको कुरा सुन्नुपर्छ, सबैको कुरा सुन्नुपर्छ, तानासा भए केपी ओली भन्ने वाहियात कुरा हो। अरू पार्टीमा हेरौँ त, राष्ट्रिय स्वतन्त्र पार्टीमा हेरौँ, नेपाली कङ्ग्रेसमा नेपाली कङ्ग्रेस चाहिँ अलिकति त्यो पहिल्यैदेखि नै त्यो गुटहरूको झुन्ड हो, त्यो भइरहन्छ। त्यहाँ धेरै झुन्डहरू छन्। यदि भीम रावलले जस्तो व्यवहार केपी ओलीलाई गरेको भए नि, चाइना र तपाईँको कोरियामा भएको भए भीम रावललाई पहिला नै मृत्युदण्ड दिइन्थ्यो क्या। कम्युनिस्ट पनि भन्ने अनि नेतृत्वलाई पनि नमान्ने, कि त कम्युनिस्टै हुनु भएन। कम्युनिस्ट हुने हो भनेदेखि नेतृत्वले भनेपछि चाहिँ रुखको बोक्रामा पनि हाल्न भोट हाल्न तयार हुनुपर्छ। त्यो मात्रै कम्युनिस्ट हुन्छ। आफ्ना विचारधारा पनि राख्ने हो, तर पार्टीभित्र। पार्टी बाहिर गएर रुने, कराउने, रोइलो गर्ने होइन। म आज भन्न चाहन्छु, जो व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुहुन्छ, जो व्यक्ति हर्क साम्पाङको श्रम संस्कृतिमा जानुहुन्छ, अवसरवादको प्रयोग गरेर नजानुहोस्। जाँदै नजानुहोस्। गएपछि त्यो पार्टीको नेतृत्वले भन्छ भने, श्रम संस्कृतिले होइन, हर्क साम्पाङले भन्छ भने तपाईँ रुखको बोक्रामा भोट हाल्न तयार हुनुपर्छ। आफ्ना विचार पनि राख्नुपर्छ, तर सङ्घर्षको नाममा पार्टीलाई बिगार्ने काम चाहिँ गर्नु हुँदैन।